हाम्रो लागि मेरो लागि भनेको चाहिँ 5000 दिरहम त एकैछिनमा स्वाटै सकिन्छ साथीहरू। ओहो राहा नै जाता बेटा भने जस्तै भयो मलाई चाहिँ। दुबईमा यदि तपाईहरूले चाहिँ 5000 दिरहम कमाउनुहुन्छ तर 5000 दिरहम कमाएर चाहिँ राम्रै सेभिङ हुन्छ होला त। हाई एभ्रिवान, वेलकम छ मेरो युट्युब च्यानलमा सबैजनालाई। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु। र आजको हाम्रो टपिक चाहिँ तपाईँहरूले थाहा पाइसक्नुभएको छ होला, यदि दुबईमा कसैको 5000 दिरहम स्यालेरी छ भने चाहिँ त्यो 5000 दिरहमबाट चाहिँ हामीले राम्रै सेभिङ गर्न सकिन्छ कि सकिँदैन, के कुरामा चाहिँ खर्च हुन्छ भन्ने बारेमा हो। सो भिडियोलाई एकदम लामो नबनाइकन एकदम छिटो सर्टली यो कुराहरू गरेर सकिहाल्नुपर्छ ल। ओहो राहा नै जाता बेटा 5000 दिरहम, ओहो स्यालेरी आयो त, कता गयो मोबाइल, स्यालेरी आयो त भन्ने हुन्छ होइन सुरुमा। ओहो 5000 दिरहम, म जस्तो धनी त कोही छैन भने जस्तो हुन्छ होइन। सो सबैलाई हुन्छ होला त्यस्तो। अनि मलाई त झन् ओहो स्यालेरी आयो भन्ने बित्तिकै यसो मोबाइल खोलेर अन्त स्यालेरी छैन गइसकेछ भन्ने हुन्छ के। अनि त्यहाँबाट यस्तो हुन्छ त अब स्यालेरी आउनुभन्दा अगाडि यस्तो सोचिन्छ है, आज त यो स्यालेरी आएपछि त यस्तो गर्छु उस्तो गर्छु त्यहाँ गर्छु हुन्छ। अनि कोलाई हुन्छ है यस्तो चाहिँ। अनि मलाई चाहिँ त्यस्तो हुन्छ कि मेरो पर्सनल एक्सपिरियन्स चाहिँ यस्तो कौकुती लाग्छ कि स्यालेरी आउनुभन्दा अगाडि चाहिँ ओहो स्यालेरी आउँछ अब त के किन्ने होला भनेर है। अनि टक्क स्यालेरी आयो, टुडुङ गरेर स्यालेरी आयो। त्यसपछि हेऱ्यो अनि त्यसपछि यहाँ 5000 दिरहम आयो। ला महिना त सकिन लागेछ, त्यही भएर पो स्यालेरी आएछ। घर भाडा पनि दिनु पर्यो, घर भाडा कति दिनु पर्यो तपाईँ हामीले यहाँ खोल्नुपर्छ क्यालकुलेटर होइन। सो मेरो स्यालेरी फर इक्जाम्पल 5000 दिरहम होइन, यहाँ देखिराख्नु भएको छ होला 5000 दिरहम। सो अब मैले तिर्नु पर्यो पहिला सुरुमा त घर भाडा तिर्नु पर्यो होइन। सबै कुरा माइनस गर्नु पर्यो नि त सुरुमै। झन् सबै कुरा घरलाई गुलुम सपिङ गरेर बाहिरको खाना खाएर सबै कुरा सकाइदियो भने त सकियो त। अनि घरबाट त हामीलाई त टाटा बाई भनेर एउटा झोला बोकाएर लात हामी निकाल्छ नि त होइन। सो त्यही भएर चाहिँ सुरुमा आफ्नो बस्ने बसोबास चाहिँ सेभ गर्नुपर्छ होइन। सो फर इक्जाम्पल तपाईँ अब पार्टिसनमा बस्नुभएको छ भने चाहिँ अब सेयरिङवाला हो भने चाहिँ अब 2000, अब त्यो लोकेसन हेरेर हुन्छ कुन ठाउँमा बस्नुभएको छ त्यही अनुसारले पार्टिसन कतिको महँगो छ कतिको सस्तो छ भन्ने हिसाबमा हुन्छ होइन। अब यदि तपाईँ वर्षा एरिया अल्बर्सा एरिया दुबईको वर्षा एरियातिर बस्नुभएको छ भने केही नभए पनि 2000 त पार्टिसनलाई पर्यो, माइनस 2000 गर्नु पर्यो होइन, माइनस 2000। सो बाँकी रह्यो कति 3000, 2000 त गयो, बाँकी रह्यो कति 3000। ओ माई गुडनेस, जम्मा 3000 बाँकी रह्यो। अब के गर्ने त अब यहाँबाट ल 1000 दिरहम त फ्यामिली सपोर्ट हाल्नै पर्यो होइन। सो अब बाँकी रह्यो 2000। अब 2000ले खानु पर्यो, बस्नु पर्यो, ट्रान्सपोर्टेसन, मोबाइलको रिचार्ज एभ्रिथिङ होइन। अब मोबाइलको रिचार्जहरू त अब त्यति साह्रै अब घरमै अब सबै देवा अनि इन्टरनेट इन्क्लुड भएको हुन्छ। सो त्यही भएर चाहिँ त्यसमा पिर मान्नु भएन। तपाईँको पर्सनल अब यसो बाटोतिर इन्टरनेटहरू चलाउने हो भने त तपाईँको इच्छा भयो होइन। अनि त्यो चाहिँ म गर्दिनँ। सो मलाई चाहिँ त्यो मोबाइलको रिचार्जहरू परेन। समटाइम कहिलेकाहीँ मलाई एकदमै इमर्जेन्सी छ भने मात्रै चाहिँ मैले 10-20 दिरहम जति हाल्छु। सो मलाई इन्टरनेटको केही पनि परेन होइन। अनि 1000 दिरहम मैले घरमा पर मन्थ हालिदिएँ। सो बाँकी रह्यो 2000 दिरहम होइन। अब खानाको लागि कति छुट्याउनु पर्यो, केही नभए पनि 600 दिरहम छुट्याउनु पर्यो होइन। सो 600 छुट्याइसकेपछि बाँकी रह्यो कति 1400 दिरहम बाँकी रह्यो होइन। अनि त्यसपछि मेरो अब ट्रान्सपोर्टेसनको छुट्याउनु पर्यो। कति ट्रान्सपोर्टेसनको भन्दाखेरि अब मेरो चाहिँ कालिफ हो। सो त्यही भएर मैले कालिफलाई चाहिँ एभ्री पर मन्थ 300 दिरहम दिन्छु। सो 300 दिरहम। सो बाँकी रह्यो कति 1100 दिरहम बाँकी रह्यो होइन। अनि कहिलेकाहीँ इमर्जेन्सी ट्याक्सीको लागि ओके 200 दिरहम छुट्याउँ होइन। 200 दिरहम छुट्याइसकेपछि चाहिँ कति रह्यो 900 दिरहम रह्यो होइन। सो अघि कति बाँकी भएको थियो
900 दिराम चाहिँ बाँकी भएको थियो होइन। अनि अब अझै यसलाई माइनस गर्नु छ किनभने घरमा 1000 दिराम मात्रै पठाएर सपोर्ट हुँदैन। कहिलेकाहीँ त्यो सबै पैसा एकैछिनमा यस्तो गरेर सकाइदिएर इमर्जेन्सी पनि पठाउनुपर्छ घरमा। अब बिरामी हुन्छ के हुन्छ, अब आफूले एक्लै सपोर्ट गर्नुपर्ने हुन्छ नि त। सो यहाँबाट पनि अझै 500 दिराम इमर्जेन्सी घरमा त्यो राख्नुपर्छ होइन। सो त्यति गरेपछि कति बाँकी रह्यो? 400 दिराम। यो 400 दिराम छ नि साथीहरू, यो 400 दिराम चाहिँ आफूलाई पनि कहिलेकाहीँ के खान मन लाग्छ बाहिरको कुराहरू, कहिलेकाहीँ त्यो ग्रोसरी त 600 दिराम छुट्टाएको हुन्छ नि, त्यसले नि पुग्दैन कि। सो महिनामा कति बाँकी रह्यो यो सबै गरेपछि? अहिलेलाई यहाँ पेन्डिङ रहेको छ 400 दिराम। सो यो 400 दिराम पनि एकदमै धेरै थोरै हुन्छ। यो 400 दिराम कहिलेकाहीँ जेरोमा हुनसक्छ अनि कहिलेकाहीँ लोन पनि लिन सकिन्छ। सो 5000 दिरामको चाहिँ यस्तै छ कहानी साथीहरू। दुबईमा यदि तपाईँहरू कोही आउन चाहनुहुन्छ या कोही यहीँ हुनुहुन्छ भने चाहिँ तपाईँहरूको स्यालेरीको उस चाहिँ कस्तो छ होइन, कसरी म्यानेज गरिराख्नुहुन्छ, तपाईँहरूको चाहिँ महिनामा कति सेभिङ गर्नुहुन्छ आफ्नो लागि होइन। मान्छेले सोच्छन् ओहो 5000 दिराम भनेपछि त ओहो भन्ने हुन्छ होइन। तर हाम्रो लागि मेरो लागि भनेको चाहिँ 5000 दिराम त एकैछिनमा स्वाटै सकिन्छ साथीहरू। अझै त्यो 5000 दिरामले नभएर पनि ऋण खोज्नुपर्छ, यस्तो अवस्था हुन्छ। सो तपाईँहरू कोही दुबई आउन खोज्दै हुनुहुन्छ या दुबईमै हुनुहुन्छ भने चाहिँ प्लिज यो भिडियो चाहिँ हेर्नुपर्छ। अनि तपाईँहरूलाई चाहिँ के लाग्छ, तपाईँहरूले चाहिँ कसरी स्यालेरी सेभिङ गरिराख्नु भएको छ प्लिज कमेन्ट गर्न सक्नुहुन्छ। सो आजको लागि यति नै। यदि भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर गर्नुहोला। हस् त, धन्यवाद। जय श्री कृष्ण। बाई बाई।